आज चाहिँ हामी सुत्केरी मसला बनाउँदैछौँ दिदी बहिनी मिलेर। सामान सबै त जुटाउन सकेको छैनौँ हामीसँग जे थियो घरमा त्यसैसँग के चाहिँ किनेर लिएर आएर बनाउँदैछौँ। यो चाहिँ फर्सीको बिया, यहाँ चाहिँ फर्सीको बिया छ, यहाँ किसमिस, काँचो बदाम, अनि यो सौँफ हो हाम्रो बान। यो चाहिँ ज्वानो हाम्रो, मेथी तितो हुन्छ भनेर थोरै क्वान्टिटी मात्र लिएको छ। यो नट्सहरू मिक्स नट्स हो, अलि हाल्नुपर्छ। यो चाहिँ यो मखाना एकदमै राम्रो हुन्छ। अनि यो चाहिँ जापानमा पनि पाउँछ, यो मिश्री हो। अनि यो गुड भइहाल्यो। अनि यो सौँफ हो। अनि हामीले यो चाहिँ भिजाएर लिएको छौँ। यो नाम अलि बिर्सिहाल्यो भर्खरै। छक्रा चाहिँ हामीले भिजाएर लिएको छौँ। अनि नरिवल नभएर यहाँ धुलो रहेछ हामीसँग, त्यही भएर नरिवलको धुलो। यो चाहिँ बत्तिसा हो, बत्तिसा किनेर लिएर आएको। अनि अलिकति ल्वाङ र सिक्मेलहरू पनि चाहिन्छ, मिठो टेस्ट बनाउँछ, त्यसको लागि हामीले यो लिएको छ। अनि हाम्रो घिउ अनि दुध अहिलेलाई यति हो। अब बनाउन सुरु गरौँ। घिउमा बनाउँदैछौँ हामी चाहिँ, सबै घिउमा नै बनाउँछौँ। मिक्स नटहरू चाहिँ अब घिउले रोस्ट गरेको, घिउमा नै रोस्ट गरेको नट्सहरू चाहिँ अब मिक्सीमा हालेर पिन्छ। यो चाहिँ मेथी, आलस अनि सौँफ, ज्वानो, सिप चाहिँ सबै एकै ठाउँमा मिक्स गरेर भुट्न लगाएको छ। भ्याइसक्यो। अहिले कोकोनटको धुलो हाल्दैछ। अनि अब बत्तिसाको धुलो पनि। यो चाहिँ छोकडा र किसमिस लिनेर बनाएको अलि हो। अनि अब सबै मसला हामी चाहिँ मिक्स गरेर राखेर अनि एकैचोटि हाल्दैछौँ। मिक्स गरेर सबै एकछिन पाक्न दिन्छौँ, एकछिन भुट्ने अनि एकछिन मजाले तातो हुने गर्छ भुट्ने। अनि एकछिनपछि चाहिँ हामी दुध हालेर यतिको रातो भइसकेपछि अब तपाईँले आफूलाई चाहिने मात्रामा दुध हाल्नु होइन। यस्तो भोतर पार्न लाग्छ। अब यो पाकेर कसरी थपाउने भन्नुहुन्छ होइन। यो चाहिँ पाकिसकेपछि सानो अहिले घिउ निस्किन थाल्छ। अब अझै पाकिसकेको छैन, त्यही भएर हामी यसलाई चलाउँदैछौँ। तल लाग्न सक्छ, चलाइराख्नु होला। सुत्केरी मसला पाक्दैछ। कस्तो मिठो ठम भइसक्यो। यो तेल पनि छोडिसक्यो। अब यसलाई चाहिँ हामी ग्यास बन्द गरेर अब छोडिदिन्छौँ चिसो हुनको लागि। अनि राख्छौँ।